हाई गाइज, म चाहिँ हजुरहरूलाई घरमा हलुवाको गाजर बनाउन सिकाउँछु। सुरुमा गाजर काटेर रेडी गर्ने, त्यसपछि गाजरका लागि दुध बसाल्ने, अनि ग्यास अन गरेर कराई राखेर त्यसपछि घिउ राख्नुपर्ने हुन्छ। अनि घिउ चाहिँ गाजर फ्राई गर्नको लागि युज हुन्छ। अनि घिउमा गाजर फ्राई भइसकेपछि हाम्रो चाहिँ यो गाजर अलि घिउले पुगेन, त्यसपछि फेरि घिउ एड गऱ्यौँ अनि सुगर राख्नुपर्छ। त्यसपछि टेस्टको लागि सुकमेल पिसिसकेपछि अनि यसमा दुध एड गर्नुपर्छ। दुध चाहिँ आफ्नो गाजर कति राख्नुभएको छ त्यही अनुसार राख्नुपर्छ। अनि यसो दुधलाई पकाउने अनि 15-20 मिनट चाहिँ यो यत्तिकै ढाकेर छोडिदिनुपर्छ, आफै पाक्छ। अनि यो अलि भल्किन थालेपछि हामीले सुकमेलको यो धुलो एड गऱ्यौँ। त्यसपछि हाम्रो रिजल्ट यस्तो आयो। अनि प्लेटमा रेडी गऱ्यौँ सबैलाई। अनि भाइको रियाक्सन चाहिँ एकदमै मिठो भनेको थियो। अनि मम्मीलाई पनि मैले सोधेँ, सो स्पेसल भन्नुभयो। अनि बाबा र अङ्कलले पनि मिठो मान्दै खानुभयो। त्यसपछि मलाई चाहिँ साह्रै मिठो भयो के साथीहरू। अनि बुवा र अङ्कलले खानुभयो, आमा हुनुहुन्थेन घरमा। थ्याङ्क यू।